हेलो साथीहरू, म चाहिँ रञ्जित दगाल मगर। म सन्चै छु। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले चाहिँ धेरै दिनपछि भ्लग स्टार्ट गरेको छु। आजको भ्लग पनि त्यस्तो लामो हुँदैन। आज चाहिँ के स्पेसल छ भन्दा अब तपाईँले डोको नाम्लो देखेर थाहा पाइसक्नु भयो होला। आज चाहिँ म बारीमा दाउरा काट्न आइसकेको छु। अब दाउरा काट्ने ठाउँमा आइसकेको छु। म चाहिँ एक्लै आएको छु, सँग कोही छैन। नभए दाउरा अब हिजो काटेको छ, अब त्यही हल्का टोकोमा हाल्ने जाने हो। यस्तो शीतमा यार बिहान बिहानै दाउरा काट्न आउनु परेको छ। बाटो पनि अप्ठ्यारो छ क्या, गइगेलै गडाङगुडुङ। अब चाहिँ म दाउरा काट्ने ठाउँमा आएँ। तपाईँलाई मैले दाउरा काटेको देखाउने छु साथीहरू। म चाहिँ दाउरा काट्ने ठाउँमा आइसकेँ साथीहरू। यो चाहिँ हाम्रो खेत हो। यहाँ पहिला धानहरू रोप्थ्यो, अचल अब धानहरू रोपिन्न, केही गरिन्न। यस्तो जङ्गल छ, यस्तो वरिपरि हेर्न सक्नुहुन्छ। अब पहिला रोप्थे गएर बाजेहरूले धानहरू, हामीले अब रोपिन्न, पानीको अभाव छ अहिले चाहिँ। दाउरा हेर्न सक्नुहुन्छ, यही हो हिजो काटेको। अब यति त भारी पुग्दिनँ, अरू माथि छ। माथि गएर फेरि बिसाउँदै हाल्दै जाने हो घर। अब चाहिँ तपाईँलाई दाउरा काटेको देखाउँछु साथीहरू। साथीहरू, अब चाहिँ मैले टोकोमा दाउरा हालेर भइसकेँ, हेर्न सक्नुहुन्छ। अब टोको चाहिँ भरियो, अब माथि गएर फेरि हाल्ने हो मिलाएर। दाउरा माथि पनि छ, मिलाएर हाल्ने हो। यो चाहिँ मैले हिजो काटेको मुढा हेर्न सक्नुहुन्छ। यसका अब बोक्न सक्ने दाउरा काठहरू त लिएर गएको थिएँ, अब यो सकिन्न बोक्न। यो चाहिँ अब ठुलो छ, एक्लै अब सकिँदैन। अब यहीँ चिरेर लाने हो, अब कहिले हुन्छ थाहा छैन। अब चाहिँ म माथि जान्छु साथीहरू। ल हेलो साथीहरू, अब चाहिँ म माथि आइसकेको छु। मैले चाहिँ दाउरा थुप्रा गरेर राखेको थिएँ। अब यो एक थुप्रा चाहिँ यहाँ छ, हेर्न सक्नुहुन्छ। यो पनि हालेर अब घरतिर जाने हो। घर जाने हो यो हालेर। यो पनि टोकोमा हाल्न पर्छ साथीहरू।
दिनहरू भुलेर खास र दौरा गर्दैमा सम्झना डाली त साथीहरू अब चाहिँ मैले डोकोमा हालेर दाउरा हालेर सकिसक्यो। अब चाहिँ हेर्न सक्नुहुन्छ। अब चाहिँ म घरतिर लाग्छु। हस् त साथीहरू, मेरो च्यानल चाहिँ लाइक सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। गरिदिनु होला अवश्य पनि। हस् त धन्यवाद।